राजतन्त्र पक्षधरहरूले आन्दोलनका नाममा फोहोर र तोडफोड गरेको भन्दै काठमाडौँ महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई 7,93,000 रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ। चैत्र 15 गते तीनकुने क्षेत्रमा राजतन्त्र पक्षधरले प्रदर्शन गरेका थिए। प्रदर्शन उग्र हुँदै जाँदा 2 जनाको मृत्यु भएको थियो भने 100 जना भन्दा धेरै घाइते भएका थिए। प्रदर्शनकारीहरूले तीनकुनेमा सडक छेउका रेलिङ भाँचेका थिए भने निजी घरहरूमा ढुङ्गामुढा गर्नुका साथै आगजनी समेत गरेका थिए। शनिबार बिहान महानगरको टोलीले सडकमा फालिएको इटा, ढुङ्गा र कागजहरू उठाएको थियो। तीनकुने क्षेत्रमा घरमा भएको आगजनीको फोहोर समेत महानगरले नै उठाएको छ। राजतन्त्र पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिको नाममा भएको त्यस कार्यक्रमको कमान्डर दुर्गा प्रसाई तोकिएका थिए, तर महानगरले त्यसमा पूर्व राजा ज्ञानेन्द्रलाई जिम्मेवार ठहर गरेको छ। पूर्व राजाको योजनामा नै आन्दोलन भएकाले त्यसबाट भएको क्षतिको जिम्मेवारी पनि उनैले लिनुपर्ने महानगरको ठहर छ। महानगरपालिकाले पूर्व राजाका नाममा 8 वटा पत्र काटेको छ, जसमा कुन गल्तीका लागि कति जरिवाना भनेर प्रष्ट उल्लेख गरिएको छ। महानगरपालिकाले सिनामङ्गल क्षेत्रको सडकपेटीमा फोहोर गरे बापत 1 लाख रुपैयाँ जरिवाना तोकेको छ। बालकुमारी क्षेत्रको सडकपेटीमा फोहोर गरे बापत अर्को 1 लाख र जडीबुटी क्षेत्रको सडकपेटीमा फोहोर गरे बापत 1 लाख रुपैयाँ जरिवाना नै तोकिएको छ। यस्तै तीनकुने क्षेत्रमा गरेको फोहोर बापत 1 लाख, महादेव स्थान क्षेत्रको सडकमा फोहोर गरे बापत 1 लाख र कोटेश्वर क्षेत्रको सडक फोहोर गरे बापत 1 लाख रुपैयाँ जरिवाना नै तोकिएको छ। काठमाडौँ महानगरले तीनकुनेमा रुख बिरुवा भाँचेको र रेलिङ तोडफोड गरेको भन्दै 40,000 रुपैयाँ जरिवाना तोकेको छ। आइल्यान्ड तोडफोड गरे बापत 23,000 रुपैयाँ जरिवाना पनि तोकिएको छ। तीनकुनेमा आगलागी भएपछि निभाउन गएको दमकल तोडफोड गरे बापत 1,20,000 रुपैयाँ जरिवाना पनि पूर्व राजाबाटै भराउने महानगरको निर्णय छ। यो सबै जोड्दा पूर्व राजा ज्ञानेन्द्र शाहले महानगरमा 7,93,000 रुपैयाँ जरिवाना तिर्नुपर्नेछ।